लगाइज म चाहिँ खोटाङ यहाँ ससुराल आएको थिएँ। ससुरालबाट चाहिँ अब जाँदैछु काठमाडौँसम्मको यात्रा। उहाँ अङ्कल चाहिँ मलाई यहाँसम्म घरदेखिको पुऱ्याउन आउनु भएको छ होइन। सो त्यही हो। ल अङ्कल गुड है, जान्छु नि, बस्नु होला। यात्रा सुरु हुन लागिरहेको छ मेरो होइन। यात्रामा चाहिँ अब कस्तो कस्तो लाग्यो, कहाँ कहाँ जाँदैछु भन्ने तपाईँलाई धेरै नसकेको पनि अलि राम्रो तपाईँहरूले लाइक गरिदिनु, सेयर गरिदिनु होला, सब्सक्राइब पनि गरिदिनु होला। कोही नयाँ कसरी सब्सक्राइब गर्नुपर्छ उहाँसम्म के छ भने तपाईँहरूले सब्सक्राइब गरिदिनु भन्छु। मेरो राइड चाहिँ अब कन्टिन्यू गर्न जाँदैछु। बाइक तेल पनि खस्ने छैन होइन। अब म जानु भनेको चाहिँ कतिखेर हो लगायत मेरो चाहिँ अब यात्रा सुरु भइसकेको छ। अलिकतिदेखि काठमाडौँसम्मको गुल्मीसम्मको कस्तो हुनेछ र अहिले पिक्चरमा हेर्दै हुनुहुन्छ भने फलो लाइक गरिदिनु होला। तपाईँलाई अवश्य पनि म लाइक गर्छु। यदि युट्युबमा हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। बाट पनि हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। र गरिदिनुहुन्छ भन्ने एकदम आशा राख्छु। मेरो युट्युब च्यानल चाहिँ सुरु हुँदैछ होइन। अब जानेको मजाले जानेको छैन, सब इच्छा थियो जानेको त कसरी हुन्छ र तयारी गर्दै गर्दै जाने हो। मेरो मैले बनाएको घरमा यस्तो कमजोरी हुन्छ हजुरले यो दिँदैन त्यो दिँदैन हुन्छ भन्ने तपाईँहरूले पाउनेछु। Subscribe, free karaoke.
Oh my god, oh my god. यार खत्रै भयो नि त मान्छेलाई त केही भएन नि है खतरा झट्टा यो लाग्दैन अब यो खोल्नुपर्छ यो प्रिलुस गरेर खोलामा बोकेर जानु बाइक पनि खासै लेगरले जोगाएको छ है फेरि त्यहाँनिर त्यहाँनिर पनि राख्यो त्यहाँ पनि हान्छ क्या बाइकले केही छैन मान्छेलाई केही भएन म ओखलढुङ्गाबाट तपाईँहरू रामेछाप आउनुभएको यता घुर्मी हुँदै ल है त बिस्तारै जानु होला यार आजै आएको तपाईँलाई देखेर भर्खर रोके 1 मिनट पनि भएको छैन म झर्दै थिएँ कि झर्दा झर्दै देखेँ त झर्दा झर्दै देखेर हो ए ससुरालतिरबाटै छैन ससुरालतिर कति बेला ए 10 बजे कति बजे